मलाई 15 वर्षमा बिहे गरिस् 15-16 वर्षको थिएँ म तसँग बिहे गर्दाखेरि अरू जस्तो तसँग आधा बाटो भागेर कपडा कुटुरो पारेर मैले बिहे गरेको पनि होइन मेरो आमाको काखबाट मलाई छुटाएर लगेर बिहे गरिस् कुन जन्मको बदला लाउनु थियो मलाई मानसिक तनाव दिदी मलाई पागल बनाए मलाई टिटी कुटी मेरो शरीरको छालाले मासु छोड्ने गरेर मेरो जिन्दगी बिगारेर मलाई छोडिस् तेरो कारणले गर्दाखेरि अहिले मलाई सुखसँग बाँच्न र तैँले लगाइदिस् जिन्दगीभरको दाग लगाइदिस् घरबार बिग्रेको भन्ने दाग लगाइदिस् तेरो कारणले गर्दाखेरि उताबाट अलग भएर बस्दाखेरि पनि मलाई तैँले लगाएको दागले जिन्दगीभर नछोडिदिनु भयो 15-16 वर्षको मेरोमा राम्रोसँग जिन्दगी के हो राम्रोसँग लोग्ने मान्छे के हो भन्ने कुरा नबुझ्दै बिहा गरेर मेरो जिन्दगी बिगारेर मलाई अहिले यता उताको बनाएर छोडिस् तेरो कारणले गर्दाखेरि अहिले मलाई सानो बच्चा बच्चीले पनि हेला गर्दै बनाइस् मलाई सुखसँग बाँच्न नदिउला भनेर तैँले कसम खाएर मलाई बिहा गरेर रहेछस् तेरो कारणले गर्दा कहिले जिन्दगीभर सुख नै नपाउने भए घरबार बिग्रेको दाग लगाइदिस् तैँले अनि जस्तो तैँले मलाई बनाएर छोडिस् तेरो दिदीबहिनीलाई त्यस्तो कसरी नबनाऊ तेरो कारणले गर्दा तैँले जीवनभर मलाई घरबार बिग्रेको दाग लगाइस् मेरो माइती धनी भएनन् त्यसमा मेरो गल्ती भयो अनि तँलाई मेरो माइतीले भने जस्तो दिन सकिन त्यसमा मेरो गल्ती भयो अनि तँलाई मैले जाँड रक्सी खाएर नहिँड पागल भएर नहिँड भने त्यो मेरो गल्ती भयो तेरो कुटाइ सही तेरो घरको आँगन नछोड्नु मेरो गल्ती भयो मैले मलाई जस्तो व्यवहार गर्दाखेरि म सहेर कसैको घर मलाई यस्तो गरेर लाउन भनेर म रात बिरात कसैको घरमा भागेर एक रात नकटाएर तैँले जति कुट्दा पनि तेरै घरभित्र तेरै पैतालामा गुर्सिएर बस्नु मेरो गल्ती भयो अनि तैँले जस्तो व्यवहार गर्दा नि म सहेर बस्नु र तेरो सन्तान जन्माइदिनु तेरो त मर्दा तँलाई काँधमा हालेर फाल्ने छोरो जन्माइदिनु मेरो गल्ती भयो अनि तैँले जस्तो व्यवहार गर्दा पनि तेरो घरमा पुलिस नल्याउनु अनि तेरो घरको इज्जत नफालिदिनु मेरो गल्ती भयो तेरो कारणले गर्दाखेरि म मर्नु न बाँच्नुको भएको छैन जसले पनि मेरो विगत कोट्याएर मलाई तनाव दिन्छन् टेन्सन दिन्छन् मैले भनेको जस्तो जिन्दगी बनाउन पनि सकिनँ तेरै कारणले गर्दा होइन 1 महिनाको श्रुतगिरीलाई तैँले अनुहार नचिनिने गरी पिटेर पठाउनु पनि मेरै गल्ती होला दुनियाँ केटी चार्दै हिँड्नु नि मेरै गल्ती होला घरको श्रीमतीलाई राम्रो नमानेर मेरो सिन्दुर नलगा भनेर पानी हालेर पखालिदिनु नि मेरै गल्ती भयो